यस परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले इन्टरनेशनल क्यान्सर डे फेब्रुअरी 4, 2026 को दिन तेह्रपन्थ महिला मण्डल काठमाडौँसँग हाथौँमालो गर्दै महिलाहरूको निशुल्क प्याप टेस्ट जाँच गर्न गइरहेको छ। प्याप टेस्ट भन्नाले पाठेघरको मुखको क्यान्सर स्क्रिनिङको एक विधि हो। यसले पाठेघरको मुखको क्यान्सरको पत्ता लगाउनको साथै क्यान्सर हुनुभन्दा अगाडिको अवस्था, प्रारम्भिक अवस्थाको पनि पत्ता लगाउनमा मद्दत गर्दछ। यस प्याप टेस्टको स्याम्पलको लागि अनुभवी स्वास्थ्य कर्मीहरूद्वारा साइटोब्रसको माध्यमबाट पाठेघरको मुखको पानी निकाली प्रयोगशालामा पठाइन्छ। यस प्राप्त स्याम्पललाई प्रयोगशालामा अन्तर्राष्ट्रिय मान्यता प्राप्त अत्याधुनिक प्रविधिका प्रयोग गरी जाँच गर्नका लागि स्लाइड तयार पारिन्छ। यस स्लाइडलाई अनुभवी प्याथोलोजिस्टहरूद्वारा माइक्रोस्कोपको सहायताले जाँच गरी नर्मल, इन्फेक्टिभ, प्रिक्यान्सरस र क्यान्सरस समूहमा छुट्याई रिपोर्ट दिइन्छ। यही आउँदो मार्च 21 गते थपथली परोपकार स्त्रीरोग अस्पतालको गाइनोओपिडीको दोस्रो तला ई ब्लकमा निशुल्क प्याप टेस्ट हुन गइरहेको छ। धन्यवाद। हाम्रो आजको जाँच भोलिको सुरक्षा प्रयासलाई तपाईहरूको सहभागिताले सफल बनाउन मद्दत पुर्याउनेछ भन्ने अपेक्षा राख्दछौँ। धन्यवाद।